गुड मर्निङ एभ्रिवान होइन। आज चाहिँ म घरबाटै ऱ्यापिडो अन गरिरहेको छु होइन। ऱ्यापिडो अन त भइसक्यो होइन। कोही पनि अर्डर एक्सेप्ट अब गरेको छुइनँ, आएको पनि छैन। त्यहाँ अब अर्डर पर्खिरहेको छु होइन, कसरी आउँदछ तपाईँहरूलाई होइन देखाउँछु। एउटा अर्डर आयो तर यो चाहिँ मेरो लोकेसन पर्दैन रहेछ। मदेखिको 1 किलोमिटर जानुपर्ने छ, यो मेरो रुटमा पर्दैन। म चाहिँ कोरबङ्गलाबाट जेपी नगर जान्छु, त्यही भएर त्यही रुटको हेर्दैछु म चाहिँ। म चाहिँ मेरो लोकेसन सेलेक्ट गरेको छु। 10-15 मिनट पर्खिन्छु, आयो भने लगेर जान्छु, आएन भने क्लोज गरिदिन्छु। तपाईँलाई अहिले चाहिँ म स्टप गर्छु भिडियो। आउने बित्तिकै म तपाईँलाई अन गरेर देखाउँछु। फाइनली गइसक्यो, मैले एउटा अर्डर एक्सेप्ट गरेको छु होइन। ऊपर छ यहाँबाट 3 मिटर लाग्ने रहेछ हो। जाउँ पहिला भला गरिदिन्छु, पहिला घरमा गर्छु हो। जहिले बस्नु पर्छ, जहिले गर्छ मलाई पनि याद राख्छ। लोकेसन हेरेर चाहिँ पर्ने रहेछ, लाइट पढाइदिउँ। यहाँ 500 मिटर रहेछ। यहाँ चाहिँ मलाई फोन झर्ने डर हुन्छ। ऊपर छ नि यार। bedroom come here. फोन गरेर लेट हुँदैन। मलाई टेस्ट गरेर म लेट भयो, छिराइज। अब उडेर जानु त भएन होइन, गल्लीमा काम भइरहेको छ। गल्ली हुँदैन हेलो, हाँ कहाँ पर है आप सर? आप हो? गाड़ी नंबर OTP 41 sorry 41
लोकेसन मान्दैन ब्रेक आगे रख दूं ब्रेक आगे रख दूं जयनगर है ना आपका लोकेशन जयनगर है ना हाँ हाँ ड्यूटी को ड्यूटी जा रहे क्या सीरियस हो आप नहीं बॉडीग्राफ सैलून कहाँ से आप नहीं आप कहाँ से हो वाइल्ड फॉर्म हाँ म नेपाली हो किन नेपालीमै सोधेर कहाँको हो भनेर मेरो पनि वाइफले उयो गर्थ्यो बडीग्राफमै गर्थ्यो कोमल भन्छ चिन्छ कोमल एचएसआरको बडीग्राफमा गर्थ्यो एचएसआरको आउटलेटमा ब्युटिसियन एज अ ब्युटिसियन गर्थ्यो गरेको एचएसआरमा ए एचएसआरमा गरेको मेरो वाइफले जेपी नगरमा पनि छ त बडीग्राफ जेपी नगरमा पनि छ त बडीग्राफ जेपी नगरमा पनि छ बडीग्राफ फटफट हो यो अब स्टार्ट हो कि एड ब्लकमै बस्छु शिव मन्दिर म दार्जिलिङको यहाँबाट राइट हो नर्थ इस्टको छ थुप्रै डेली अप डाउन गर्छ राइट हो मैले दुईपल्ट नर्थ इस्टको भेटिसकेँ लोकलले भेटेको छैन अस्ति इजिबाट एउटा मैले नागा केटी भेटेको थिएँ आज तिमी भेट्यो एउटा राइट हो गल्ती रहेछ नि त है किनभने 10 बजी 9:30 बजी मलाई गाडी भेट्छ यो नभएको मेरै लोकेसनमा साथी क्या ढिलो भाइ उठ्नु कि तिमीलाई दुईचोटि आयो आउँदा त लिस्टमा हैन त्यसै बस गाडी चलाएको राइट लेफ्ट घरको बाटो जस्तो लाग्यो घरको बाटो जस्तो लाग्छ सानो बाटो हाम्रो दार्जिलिङको रोड यस्तै छ नि त सानो यहाँ रुक्नु यहाँ रुक्दिउँ यहाँ रहेछ नि त है यहाँ रहेछ नि त है भित्र हो आउँछ गेस्ट काइन्ड आउँछ बडीग्राफ चलेको नि त है कम्पनी एकाडेमी पनि छ है एउटा कोरबङ्गलामा छ
अँ 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 ल थ्याङ्क यू ल गैसहरू गेस्टलाई छोडिदिएँ या फेरि अर्डर आएको गर्छु हो अब चाहिँ म लोकेसन लगाएर ड्युटीको तर्फ जानुपर्छ होइन अब कहाँ घुमिबस्छु त म त यहाँ त एकछिन त नआउनु नि यार आजको अर्डरमा चाहिँ टाढा आइपुगेछु आजको अर्डरमा चाहिँ कतिपय चाहिँ केटा गेस्टहरू मलाई देखाउँछु म होइन 68 भनेपछि 20 रुपियाँ लगभग उनीहरूले लाँदैछ कमिसन राखेर जानुपर्ने रहेछ गाइसहरू अब चाहिँ ड्युटी गएको म टाढै परिरहेछ यार यहाँबाट 5 किलोमिटर भन्दैछ मुस्किल रहेछ होइन अब चाहिँ 5 किलोमिटर जानुपर्ने रहेछ गाइसहरू यार टाढै आइपुगेको छु मेरो ड्युटीको जग्गाभन्दा ठिकै छ 84 कति भएको थियो लगभग 20 रुपियाँ जस्तो लाँदैछ मलाई चाहिँ 68 रुपियाँ चाहिँ दिँदा मलाई एकदम ठिकै छ गाइसहरू फेरि पछि ट्राई गरौँला होइन भोलि फेरि ट्राई गरौँला आजको चाहिँ यो ब्लग म यतिमै एन्ड गर्छु यो ब्लगमा तपाईँहरूले लाइक सब्सक्राइब अनि कमेन्ट पनि गरिदिनु होला है